नमस्कार, म स्विट होम इन्जिनियरिङ कन्सल्टेन्सीबाट। यो तपाईँहरूले देखिराख्नु भएको घर तनहुँ दमौलीको हो। यसमा चाहिँ तपाईँहरूको अन्डरग्राउन्ड रहेको छ। यदि तपाईँहरूको जग्गा पनि रोडभन्दा चाहिँ होइन तलपट्टि रहेको छ भने चाहिँ यसरी नै तपाईँहरूले चाहिँ अन्डरग्राउन्ड गर्न सक्नुहुन्छ। अब यो अगाडिको दुईटा कोठा, यो चाहिँ खास चारवटा कोठामा चाहिँ एउटामा चाहिँ टोयलेट बाथरुम र भर्याङ हो, अर्को तीनटा कोठा हो। जस्तै यो दुईटा यो र अनि यो अगाडिको दुईटा कोठाको अन्डरग्राउन्ड पनि निकाल्न चाहिँ सकिन्छ होइन। तर यसमा चाहिँ कस्तो थियो भने जमिन लेभल चाहिँ यो चाहिँ अग्लो अनि यताको चाहिँ होचो भएको भएर पछाडिको दुईटा कोठालाई मात्र चाहिँ अन्डरग्राउन्ड निकालिएको छ। हजुरहरूको जग्गा पनि कहीँ यस्तै हुनसक्छ होइन, रोडभन्दा तलपट्टि। तर अगाडिको तीनटा पिल्लर चाहिँ माथि नै तलको चाहिँ कान्ला चाहिँ खण्ड छ भने चाहिँ त्यस्तो खण्डमा चाहिँ यस्तो खालको डिजाइन गर्न सकिन्छ। यो गऱ्यो भने चाहिँ अलि इकोनोमिकल पनि हुन्छ, राम्रो पनि हुन्छ। यो घर चाहिँ हामीले त्यसरी नै गरेका छौँ। अब यसको भित्रपट्टिको हेर्न पर्दाखेरि चाहिँ तपाईँको यो घर चाहिँ तीनवटा मेन चोकमा चाहिँ तीनवटा बाटोको मेन चोकमा परेको कारणले चाहिँ गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ सटर राख्ने भन्नुभएको थियो। सटर हामीले चाहिँ निकालेको छौँ। अनि सटर राखेपछि यो अगाडिको 4 फुटको बरन्डा भयो भने यो तलको चाहिँ 3 फुटको पेटी भइहाल्यो। मूल ढोका यहाँ रहेको छ। अनि उहाँहरूले चाहिँ यो कोठालाई चाहिँ सानोलाई चाहिँ किचन बनाउने सोच्नु भएको छ। अब यहाँ सटर भइसके पछाडि एउटा ढोका यहाँ राखेका छौँ। पछाडिपट्टिको चाहिँ एउटा बेडरुम छ। अनि त्यस पछाडि अनि यहाँ चाहिँ एउटा टोयलेट बाथरुम रहेको छ अनि भर्याङ रहेको छ तपाईँको। अनि बाहिरपट्टि निस्किनलाई चाहिँ रेलिङ रहेको छ, ढोका र रेलिङ। एकपट्टि चाहिँ तपाईँको कोठा बढाएको छ भने चाहिँ 3 फुट हाम्रो स्ल्याबमा चाहिँ 1.5 फुटमा चाहिँ कोठा बढाएको छ भने 1.5 फुटमा चाहिँ यो टप राखेको छौँ। अनि यतापट्टि चाहिँ 3 फुटको रेलिङ छ। त्यो रेलिङबाट चाहिँ तल चाहिँ हामीले घुमाउने भर्याङ राखेर चाहिँ तलको अन्डरग्राउन्डमा जाने चाहिँ बनाएको छौँ। हामीले यही भर्याङको तल चाहिँ अब भर्याङै राखेर पनि एउटा कोठा मात्र निस्किने गरेर चाहिँ अन्डरग्राउन्ड बनाउन पनि सकिन्थ्यो। तर उहाँहरूले चाहिँ यो दुईटा कोठालाई चाहिँ माथिकोबाट चाहिँ भित्रबाट चाहिँ आइसोलेट गर्नलाई चाहिँ सेपरेट गर्नलाई चाहिँ उहाँहरूले चाहिँ दुईटै रुम निकाल्नलाई चाहिँ त्यहाँ तल चाहिँ यसको भर्याङको तल भर्याङ राख्नु भएन। यसो गर्दाखेरि चाहिँ दुईटा कोठा निस्कियो। यहाँ चाहिँ हामीले चाहिँ अर्को यस्तो तेर्सो खालको भर्याङ पनि राख्दा ठिक हुन्छ भन्ने कुरा गरेथ्यौँ। तर उहाँहरूले चाहिँ अलिक चिप्लिन सक्छ, यताउता अलिक स्पेस कम गर्नलाई चाहिँ यस्तो खालको भर्याङ राख्ने भन्नुभयो। यस्तो खालको पनि हाल्न सकिन्छ है। तपाईँको यो भयो तपाईँको। अनि माथिल्लो फर्स्ट फ्लोरमा चाहिँ अब यहाँ भर्याङबाट आयो। भर्याङ र टोयलेट बाथरुम चाहिँ सेम पोजिसनमा रहेको छ। अब यसमा इन्ड हुने भएको भएर चाहिँ आधा भर्याङ रहेको छ यहाँ। अनि अगाडि चाहिँ अब तपाईँको एउटा कोठा रहेको छ अनि साइडमा पछाडि एउटा कोठा अनि अगाडिको कोठा हटेर चाहिँ बरन्डा बनेको छ। बरन्डामा जानको लागि यहाँ ढोका। अनि पछाडि चाहिँ सेम तलको जस्तै पोजिसनमा चाहिँ यो कोठा चाहिँ बढेको छ भने चाहिँ अब यतापट्टि चाहिँ भर्याङको पछाडिपट्टि चाहिँ रेलिङ राखेको छौँ। अगाडिबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। ठ्याक्क अगाडिबाट हेर्दाखेरि चाहिँ तपाईँको यस्तो देखिन्छ। अगाडिबाट हेर्दाखेरि 1.5 ढलनको देखिन्छ भने पछाडिबाट हेर्दा चाहिँ 3 ढलनको देखिन्छ। अनि यो सबसे अन्डरग्राउन्डमा चाहिँ हामीले चाहिँ यता अगाडिको भाग चाहिँ यहाँ चाहिँ सेयर वाल राखेर अगाडिको चाहिँ अब नेचुरल माटो नै छ के अरे, अब परेन। यो 6वटा पिलर उठाएर चाहिँ तल दुईटा कोठा निकालेको छौँ। बिचमा प्यासेज अनि एउटा पछाडि ढोका एउटा अगाडि ढोका। अन्डरग्राउन्डमा चाहिँ यसरी चाहिँ दुईटा कोठा मात्र निकालेको छौँ। यताको चाहिँ निकालेको छैनौँ। किन निकालेको छैन भने यो नेचुरल ग्राउन्ड नै भएको भएर यसलाई किन के अरे फोरेर फेरि फालेर चाहिँ किन गर्ने भएको भएर यो पछाडिको मात्र निकालेको छौँ। माथिबाट चाहिँ तल जानको लागि चाहिँ घुमाउने भर्याङ राखेको छौँ। यसरी पछाडि चाहिँ यस्तो देखिन्छ, यस्तो रहेको छ। यदि पनि तपाईँहरूको पनि बाटोभन्दा तल चाहिँ यसरी जमिन छ भने चाहिँ यो खाले तरिकाले डिजाइन गर्नुभयो भने चाहिँ बेस्ट हुन्छ है।